यो चाहिँ निबुवाको बोट नै हो, अब सबैजनालाई थाहा भइरहेको होइन। यो ग्रिनी भएको हुनाले अनि यो चाहिँ हामीले यहाँ हटाउने भन्ने कुरा थियो कि अलिकति ठ्याक्कै यहाँ एउटा घर अलि यतासम्म चाहिँ घरको छ होइन, त्यहाँबाट त्यो एउटा यो चाहिँ हामीले हटाएनौँ है। अरू के छ म देखाउने कोसिस गर्छु। यो चाहिँ होइन अम्बा, यो चाहिँ तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ है कस्तो राम्रो झ्याङ छ यो बोट हो। के को होला ल भन्नुहोस् त। अब त ठ्याक्कै देख्नुभयो, यो फली पनि रहेछ। यसको नाम मैले भनेन, तपाईँले अब चिनि नै सक्नुभयो है। यो पनि गर्मी ठाउँमा हुन्छ है, यो मिठो पनि हुन्छ। यो तपाईँले आफ्नो घर वरिपरि बगैँचा होइन अलिकति यस्तो ग्रिनी बनाउनु मन छ भने यो ट्राई गर्न सक्नुहुन्छ। डल्ले खोर्सानी पनि हुने रहेछ है यहाँ मजाले, तर हुन्छ है अस्ति दामी चाहिँ डल्ले खोर्सानी, यसको अचार पनि हुन्छ। तपाईँहरूले अब काँक्रा यो गर्मीमा सबैलाई मनपर्ने कुरा नै हो होइन। अनि त्यहाँबाट यो चाहिँ अब लास्ट भएको हुनाले खासै फलेको छैन है। तर यदि तपाईँहरूले रोप्न चाहनुहुन्छ भने एउटा दुईवटा गरेर चाहिँ नरोप्नु होइन, कम्तीमा पनि 10-15वटा 20-25वटै रोप्नु कि एटलिस्ट एउटा वरिपरि एउटा होइन यस्तो टाढ जस्तो बनाइदिएर रोप्यो भने चाहिँ एकदमै राम्रो होइन, मजाले फल्दैछ। यो पनि ट्राई गरेर घर वरिपरि ग्रिनी प्लस आफूले हेल्दी खान सक्नुहुन्छ। ल हेर्नुहोस् त, यो चिप्ली भेन्डी यो पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ झ्याङहरू टन्नै छ, एउटा दुईवटा चाहिँ नरोप्नुहोस् कि, जति धेरै रोप्नु भयो त्यति राम्रो। र यो पानीको बेला झरीको बेलामा सब्जी टिकाउ हुने यो हो। अनि तपाईँलाई म मैले यसै गरी यहाँनिर यहाँ बोडी पनि छ। यो कुन बोडी हो? मिटर है, मिटर बोडी भनेपछि हेर्नु, यो मिटर बोडी भनेपछि यहीँ अलि लामै हुन्छ यो बोडी। यसले तपाईँको घर वरिपरि यसो करेसाबारी जस्तोमा ग्रिनेरी पनि हुन्छ, हरियाली पनि हुन्छ, प्लस हेल्दी खानेकुरा हुन्छ। अहिलेको तपाईँलाई ढुक्क हुन्छ नि त, तपाईँसँग बजारबाट ल्यायो कहाँबाट हो के हो भन्ने हुन्छ कि, अलिकति जमिन छैन बरु यसो बिचमा लिँदा भएन, लिँदा पनि भयो। ल हेर्नुहोस् यो बोटहरू तपाईँलाई म यसको फलै देखाउँछु। यहाँ फल कता होला नि, ए उहाँ रहेछ, ए यहाँ सानो रहेछ है, अलि गाडीमा छ यहाँनिर चाहिँ यहाँ हुनुपर्छ। यस्तो हेल्दी हुन्छ नि यो, खासै औषधि हाल्नै पर्दैन कि, यस्तो अर्ग्यानिक हुन्छ यिनीहरू होइन, हेल्दी पनि हुन्छ। सो कतै न कतै यसले हेल्थलाई एकदमै राम्रो गर्न सक्छ। त्यसरी पनि अब यो लौका हो, तपाईँहरूलाई थाहा भइहाल्यो है। यो चाहिँ अब गर्मीमा यो त एकदमै फेभरेट हुने नै भयो है। त्यसैले कागती पनि अझ यो भन्दा पनि सुन कागतीहरू जब मजा हुन्थ्यो, यो पनि राम्रो छ। अनि अब गर्मीमा त एकदमै कागती पानी यसरी पनि तपाईँहरूले रोप्न सक्नुहुन्छ। हाम्रो सानो अदुवा बारी है यो चाहिँ, अदुवा बारी। यो घिरौलाको झ्याङ हिजो मात्रै हामीले खायौँ, यहाँ भर्खर फल्दै गरेको छ। यो आँपको बोट हो, अन्त यत्रो पत्ता छ नि, यो चाहिँ पान हो है, यो पनि पान हो। तर यसपालि आँप चाहिँ सबै हावाहुरीले गर्दा खासै भएन। अब यसको भाउ लास्ट टाइमदेखि एकदमै राम्रो छ नेपाली मार्केटमा। यसरी घर छेउछाउमा पनि रोप्न सक्नुहुन्छ एकदमै। यो अब यो यति बेस यो के अरे यसले खास तपाईँहरूलाई रिगार्ड